हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आजको यस फर्स्ट भ्लगमा तपाईँहरूले स्वागत छ। आई होप म पनि सन्चै छु, तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। आज चाहिँ म रोल्पा टु रुकुम चाहिँ पैदल यात्रीमा छु। अनि ल हेर्नुहोस्, अहिले चाहिँ म यहाँतिर आइसकेको छु। अब चाहिँ बाजेले म बेच्दैछु है गाइस। अहिले चाहिँ अलिपुरा कस्तो फुली परिरहेको छ हेर्नु त गाइस। तर मेरो पनि ठिक छ। अहिले चाहिँ बिहान पाखाको घाम चाहिँ आएको छ भर्खर माथि चाहिँ लेकतिर हो। यता ठुलो गाउँ छ, यता सिमचौरा भन्ने पूर्वे रुकुम भूमिनाउको चुङमाङ चाहिँ अहिले चाहिँ यो सिमचौरा भन्ने ठाउँमा प्रवेश गरेको छु। अहिले चाहिँ धेरै माथि आइपुगेको छौँ। त्यसैले बिहानदेखि खाना नखाएर होला भोक लागेर हिँड्नै सकेको छैन। बाजे मभन्दा चाहिँ उहाँ चाहिँ कति दुर हुनुहुन्छ। मेरो हालत बेहाल छ, गुरु बेहाल छ। अब चाहिँ दादा आइपुग्नु पनि लागेको छ। अहिले चाहिँ कहाँदेखि आइपुग्नु भने चाहिँ तपाईँहरूलाई अगाडि नै भनिसकेको छु। उता पर्छ, धेरै गाउँ पर्छ नि गाइस। उता तल गाउँ, त्यो गाउँ भन्दा कहाँदेखि आइपुग्नु। यो रोड कहाँ गएको छ त बाजे? हो यतासम्म होला नि बाजे। ए हजुर, त्यहीसँग जोड्ने पनि होला। यो रोड कहाँदेखि आएको छ त बाजे? हो गोर्खानदेखि। हजुर, त्यही हुन्छ होला दाजु। हुन्छ बाजे, हस्। बाजे फेरि यता चाहिँ पूर्वे रुकुम, अब यता पश्चिम रुकुम चाहिँ आएछौँ बाजेसँग। अहिले चाहिँ पारि बाहिर चाहिँ हिमाल देखेको छ, तर खासै मोबाइलले पनि त्यति साथ दिएको छैन। हजुर, यता त्यो हजुर। हजुर जरिनी पार्ने। यता चाहिँ यो दारा चाहिँ रोल्पा र रुकुमको चाहिँ सिमाना छुट्टिने रहेछ। अनि त्यहाँ पारि चाहिँ यता पश्चिम रुकुम, अनि उता चाहिँ पूर्वे रुकुम पर्छ नि बाजे। उता पाए उता साइडतिर पूर्वे रुकुम, मेरो त्यो ढाहा नि। हजुर, अनि त्यही भएर चाहिँ अहिले चाहिँ बाजे लोड्नु होला है यस्तरी। अहिले चाहिँ हामी यो पश्चिम रुकुम चाहिँ आइपुग्यौँ। टावर बाजे, टावर पारि छ बाजे, त्यो डाँडा है, पार्टी डाँडा छ। हजुर, हजुर। अनि चाहिँ अहिले हामी चाहिँ पश्चिम रुकुम चाहिँ आइपुग्यौँ। अब सिमाना नै त्यस्तै पुगेको छ। बाजे बिस्तारै धेरै लड्नु होला, बाटो कति रहेको छैन पनि।
यता चाहिँ खलङ्गा चाहिँ देखिरहेको छ अनि अब थोरै होला बाजे यो बाटो चाहिँ बाजेहरू पारि गइसक्नु भएको छ ललिगुराँस पारि गाउँ लगाएछ तपाईँको अब चाहिँ हामी चाहिँ तल गोलङ पाटी भन्ने चाहिँ एउटा गाउँ घुम्ने रहेछ त्यो गोलङ पाटी त्यो तल किन चाहिँ अब हामी पैदल यात्री गर्दै हिँड्दै आइरहेको छौँ अब गाडी भेटिन्छ कि भेटिन्न त्यो अनुसार चाहिँ अब हिँड्नेछौँ त्यही हो सक्दोसम्म चाहिँ अर्को के गाडी पायो कि राम्रो बाजेले पनि सक्नुहुन्न यत्रो डाँडा काटेर आएछौँ त्यही पनि अब आफू त हिँडेर पनि गइदिन्छ होला सायद तर उहाँ चाहिँ अलि भयो खासै त्यति भन्नु सक्नुहुन्न त्यही पनि तर चाहिँ म जतिले चाहिँ हिँड्नु भएको छ आज चाहिँ एकदम राम्रो हिँड्नु भएको छ अब यता भ्यू चाहिँ अब कताबाट देखाउँछु भने चाहिँ तपाईँहरूलाई चाहिँ अब थोरै नै देखाउँछु सायद अब त्यो डाँडा पनि होला यो चाहिँ सिन है दामी सिन छ अहिले चाहिँ तपाईँहरूलाई चाहिँ यो भ्यू चाहिँ एकदम कस्तो लाग्छ कमेन्ट गर्नु होला बल्ल अहिले चाहिँ अटो पाएँ त्यसै कारणले गर्दा चाहिँ अहिले यो अटोमा चढेछौँ अनि सायद यदि अटो नपाइदिएको भए हामीहरूलाई धेरै गाह्रो हुन्थ्यो होला अनि बाजेले पनि एकदम गाह्रो हुन्थ्यो त्यसै कारणले गर्दा चाहिँ अहिले हामीहरू अटोमा बसेको छौँ र यो सिन चाहिँ तल जुलखेततिर आइपुग्यौँ अब बिस्तारै नै अब खलङ्गा नि पुग्छ मलाई सायद आधी घन्टापछि वाउ एकदमै राम्रो स्कुल रहेछ अनि बजार पनि एकदम राम्रो थियो र हामी अलि अगाडि नै आइसक्यौँ अब सीतापोखरी पनि बिस्तारै नै आइसक्यौँ त्यस कारणले गर्दा चाहिँ अब एकछिनमै नै पुगिहाल्छ अब ल सिन चाहिँ एकदमै राम्रो रहेछ है यता ठाउँतिर वाउ हेरौँ न गाइस कस्तो राम्रो छ दामी रहेछ ठाउँ त एकदम के विगत ठाउँमा पनि एकदम विकसित भयो अहिले चाहिँ खलङ्गा आइपुग्यौँ खलङ्गा चाहिँ आइपुगेको छ अब बिस्तारै नै अब तल हेर्नुहोस् त ल दामी छ नि ठाउँ यो सहरतिर दामी देखिरहेको छ बजार हाट बजार जस्तै नै रहेछ फलफुलहरू किन्ने मात्रै रहेछ त्यस कारणले गर्दा चाहिँ अब हामीहरू बिस्तारै नै अब पुग्छौँ होला सायद होटेलमा अब पारि छ अलिक पारि चाहिँ त्यो एयरपोर्ट साइडतिर रहेछ हो एकदमै राम्रो सिन दामी छ सबैजनाले हेर्नुहोस् यो चाहिँ म चाहिँ फर्स्टचोटि आएको छ त्यसै कारणले गर्दा चाहिँ यो भिडियो बनाउन एकदमै रहर लागेको थियो र मलाई पनि आउने एकदमै रहर लागेको थियो त्यही माथि यसो मौका पाएँ बाजेलाई यसो हस्पिटल लगेर पनि भिजिट गर्नु पनि पाएँ त्यसै कारणले गर्दा चाहिँ बाजेले हस्पिटल पनि लिए दामी छ ठाउँ त अब माथि नै चाहिँ एयरपोर्ट सायद चाहिँ एकदमै राम्रो छ पहिल्यैदेखि नै क्या ल ऊ पारि चाहिँ एयरपोर्ट साइडतिर रहेछ है एयरपोर्ट एरोप्लेन बस्ने कि अनि त्यता काठमाडौँदेखि नेपालगञ्जदेखि चाहिँ आउने रहेछ एकदमै राम्रो ठाउँ खलङ्गाको
लोकेसन चाहिँ आज मैले यति नै देखाएँ। पुरै लोकेसन देखाउन सकेन। अर्को भिडियोमा चाहिँ पुरै लोकेसन चाहिँ देखाउनेछु। आजको भिडियोलाई यही एन्ड गर्छु। हस्त, धन्यवाद।